ल है साथीहरू, हाम्रो कौसीबारीमा फलेको केरा हेर्नुहोस् है, हेर्नुहोस् यस्तो छ। केराबारी हेर्नुहोस्, केरा पाक्यो छ। यहाँ चाहिँ मम्मी होइसिन्छ, यहाँ पछाडि मेरो बाबु छ। यसरी 4 घडी लागेछ, 4 घडी। हेर्नुहोस् त, 1 घडी पाक्न सुरु छ, यो पाक्ने हो, त्यसपछि यो पाक्छ, त्यसपछि यो पाक्छ लास्टमा। यो चाहिँ यो अहिले भर्खरै हामीले टिपेको हो। यसरी खाने भए आउनुहोस् ल, हेर्नुहोस् अझै पनि पाक्दैछ। लिनुहोस् खानुहोस्। हामी त अब 2 मात्रै खान्छौँ, नाति पनि छ त। तिमीले 3टा टिपेको यहाँलाई हो। पुग्नुहोस् है, लिनुहोस् लिनुहोस्। दाउरा किन समान्नु भएको छ, लिनु न क्या हजुरको हात। ल समान्नुहोस् है, खानुहोस्। त्यो हजुरलाई, यो मलाई। यस्तो छ। यो केरा चाहिँ मैले अघि देखाएको आफ्नो घरको केराको घडीबाट टिपेर खाइरहेको छु, घाम ताप्दै मजाले। मिठो थियो केरा पनि, घरको अर्गानिक। आज घाममा बसेर नम्रताले किन यसरी मोबाइल ठहराएर केरा खाइरहेको छु भन्यो होला नि के मान्छे। के यसरी फाल्दिनु अब खाइसकेपछि अर्को छ यहाँ। मेरो भिडियो हेरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। अर्कोचोटि यस्तै छोटो मिठो भिडियो लिएर आउनेछु। हस् त, बाई बाई।